उता पनि झुकेको फेरि म त त्यहाँ तिनजना पिङ खेल्न जाम पिङ खेल्न ओहो कस्तो राम्रो पिङ रहेछ ल आउनु यहाँ पिङ खेल्न खै यहाँ के खेल्दैछ अब पिङ खेल्ने सपना अरूले रह्यो मेरो यो पिङ खेल्न पाइएन अब उता तल एउटा पिङ रहेछ त्यो पिङ खेल्न जाने हो आउनु ल त्यहाँ अट्दैन हौ मलाई त कस्तो पिसाब लागिरहेको छ पहिला पिसाब फेरेर अब यहाँ बसेर चट्ट पिङ मलाई थाम्छ नि थाम्न त यो पिङले ओ माई गड मजा आयो ल आउनु पिङ खेल्यो ओहो के भन्छ माफ्रामा आएर पिङ खेल्यो नि त पिङबाट चाहिँ झर्ने मन लागेको छैन तर पिङ भाँचेला पिङ छुट्टेला बी केयरफुल अया ओहो कस्तो मलाई फेरि पिङ आइहाल्नु अब धेरै पिङ खेल हुँदैन धेरै पिङ खेल्यो भने रिङ्गटा लाग्छ होइन माख्राको कफी खाइदिनु त माख्राको कफी के छ स्वाट नपार्नु नि पोल्ला नि अलिक घाम लाग्यो अलिअलि माफ्रामा चाहिँ माफ्रामा फाइनली हो र दामी भ्यू देखिँदो रहेछ अलिकति के बाख्रालाई त टिकट लगाइरहेको छ क्या नम्बर लगाएको रहेछ बाख्राको त्यो भिडाको त बाख्राको पाठा यो त भिडा रहेछ नि कस्तो लामो लामो सुन्ने के चाहिँ भिडा ऊ त्यो त भिडा हो यो त बाख्रा हो क्या त्यो भिडा भाले रहेछ ऊ रातो भाले कति कुखुरा रहेछ त्यहाँ त ऊ कालो कुखुरा यहाँ बाख्राको गोठ रहेछ यतापट्टि फेरि गन्छ एउटा यो बजिङ नै पनि गनायो क्या हात यो के हो कहाँ चढेको यो बाख्राको घर न त के रहेछ माथि ऊ त खरानी रहेछ ऊ के रहेछ यहाँ त पुरै नेपालमा गाउँ नदेखेकोहरूले यहाँ आयो भने गाउँ पुरै ल खरायो कोयलले भन्छ नि यसलाई होइन ऱ्याबिट कस्तो चम्कियो नि खरायो चम्की त हुन्छ मुनि पनि यस्तो सानो कस्तो हटेको देखाउनु पऱ्यो यो चाहिँ फोर्चुगलको